ल है आज फेरि हामी ढिँडो खाँदैछौँ। नेपालको राष्ट्रिय खाना यो चाहिँ पहिला भन्दा चाहिँ अब यो गरिबले नहुने मान्छेले खाने हो। अहिले चाहिँ एकदमै यो स्ट्यान्डर्ड रोग लाग्छ, त्यो भएको भएर स्ट्यान्डर्ड धनी मान्छेले खाने चाहिँ हो। अनि यसलाई चाहिँ बनाउन चाहिँ गाह्रो छ, खानलाई चाहिँ सजिलो छ अनि शरीरको लागि पनि धेरै राम्रो छ। अनि यसरी हामी चाहिँ यहाँ टमाटरको अचार छ, लोकल टमाटर, अनि यहाँ हामीले चाहिँ तरकारी यसरी बनाएर अनि खाँदैछौँ। राष्ट्रिय खानालाई ल हेर्नुहोस् है साथीहरू, तपाईँहरू पनि आउनुहोस् खानालाई। हामी सेयर गरेर खाउँला राष्ट्रिय खानालाई।